सम्पूर्णमा नमस्ते, म डाक्टर राम। आज मैले तपाईँहरूको माझमा दुईवटा फोटो ल्याएको छु। एउटा दाहिनेतिर छ, एउटा देब्रेतिर छ। तपाईँले देख्न सक्नुहुन्छ त्यो फोटोमा चाहिँ रङ्गी बिरङ्गी छ, त्यसभित्र चाहिँ नम्बर लुकेको छ है त। त्यो नम्बर कुन छ तपाईँले एकचोटि प्रयास गर्नु त्यो नम्बर पत्ता लगाउनको लागि। तपाईँ त्यसको लागि चाहिँ म तपाईँलाई 5-6 सेकेन्ड टाइम दिन्छु। त्यसमा तपाईँले कुन नम्बर छ पहिचान गर्न ट्राई गर्नु है त। अब तपाईँले समय लिएर हेर्नुभयो, तर यतापट्टि तपाईँले 74 देख्नुपर्ने हुन्छ भने यतातिर तपाईँले 42 देख्नुपर्ने हुन्छ। अब 42 को ठाउँमा 12, 74 को ठाउँमा नम्बर पहिचान नसकेको अथवा कुनै पनि अरू नम्बर देख्नु भएको छ भने पक्कै पनि तपाईँलाई कलर ब्लाइन्डनेसको लक्षण भएको हुनसक्छ है त। नडराउनुहोस्, नआत्तिनुहोस्, किनकि यो तपाईँलाई मात्रै छैन, यो अरू मानिसलाई पनि छ। जस्तै तपाईँले सुनिरहेको चलाइरहेको तपाईँको फेसबुक छ नि, फेसबुकको आविष्कारिक मान्छे को हुन् त? मार्क जुकरबर्ग हुन्। उनलाई पनि कलर ब्लाइन्डनेस भएको कारणले गर्दा उहाँले पनि फेसबुकको कलर ब्लू कलरको राख्नुभएको हो कि उहाँले चाहे त रातो हरियो पहेँलो जुन कलर मिश्रण अथवा कुनै पनि कलरको राख्न सक्नुहुन्छ है त। उहाँलाई चाहिँ रातो र हरियोको कलर ब्लाइन्डनेस भएको कारणले गर्दा उहाँले चाहिँ फेसबुकलाई चाहिँ ब्लू कलरको आइकन राख्नुभएको छ है त। अब जानौँ कलर ब्लाइन्डनेस भन्ने के हो।